जनालाई चाहिँ मिसी यहाँको बिचमा म येशू ख्रीष्टको चेलाहरूको विषयमा लिएर आएको छु। मैले प्राय सोचिरहेको थिएँ होइन, येशू ख्रीष्टको 12 जना चेलाहरू कसरी किन होइन येशू ख्रीष्टको पछि लाग्न सके त। अनि आफ्नो परिवारहरू थियो होला, आफ्नो योजनाहरू थियो होला, अनि अचानक उनीहरू चाहिँ सबै कुरा छोडेर होइन आफ्नो परिवारहरूलाई सबै कुराहरू छोडेर चाहिँ येशू ख्रीष्टको पछि किन लाग्न सके त भन्ने कुरालाई मैले मन खेलाउँदै गर्दाखेरि मैले यो कुराहरू मैले पाएँ। पहिलो राजा 19:19 हामी हेर्ने भने एलिसाको बोलावटमा त्यतिखेर त्यहाँ भएको घटना, एलिसाले गरेको कुराहरू त्यो देखेपछि चाहिँ मलाई चाहिँ त्यही कारणले गर्दाखेरि पनि येशू ख्रीष्टको 12 जना चेलाहरूले सजिलैसँग चाहिँ आफ्नो सबै कुरा छोडेर चाहिँ येशू ख्रीष्टको पछि लाग्न सकेको होला है। यो मेरो विचार है। यहाँ अब हामी 19 हामी हेरौँ। यसैले एलिया त्यहाँबाट गए र साफतका छोरा एलिसालाई भेटाए। तिनी 12 हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनी चाहिँ ती मध्ये 12 हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनी माथि ओढाइदिए। 20 तब एलिसाले आफ्नो गोरुहरू छोडेर एलियाको पछि दगुरेर भने, कृपा गरी मलाई आफ्ना बुवा र आमालाई चुम्बन गरेर बिदा हुन दिनुहोस्, त्यसपछि म तपाईँको पछि लाग्नेछु। अनि एलियाले जवाब दिए, जाऊ न त, मैले तिमीलाई के गरेको छु र। 21 तब एलिसाले एलियालाई छोडेर गए। तिनले आफ्नो 1 हल गोरु लिएर मारे। तिनले हलुका काठहरू जलाए, मासु पकाए र मानिसहरूलाई दिएर तिनीहरूले खाए। त्यसपछि तिनी एलियाको पछि लागेर तिनका चाकर भए। जसरी एलियाको पछि एलिसा लागे सबै कुरा छोडेर, त्यसै गरी चाहिँ येशू ख्रीष्टको पछि पनि चेलाहरू चाहिँ सबै कुरा छोडेर पछि लागेका छन्। यसकारण येशू ख्रीष्टको 12 जना चेलाहरूलाई सजिलो थिएन, तर उहाँहरूलाई थाहा थियो कि मसीह आउनु भएपछि मसीहले चाहिँ के गर्नुहुन्छ। अनि उहाँहरू मसीहको प्रतीक्षामा पनि थिए। अनि यो वचनमा पनि उहाँहरू चेलाहरू चाहिँ एकदमै उनीहरू परिचित नै थिए। यसकारण 12 जना चेलाहरूको विषयमा पनि म यहाँ यो पहिलो राजा 19 को होइन एलिसाको बोलावटसँग चाहिँ म चाहिँ रिलेट गर्न सक्छु। यस कारणले गर्दाखेरि मैले यो कुराहरू जान्ने मौका पाएँ।